हेलो गाइज, वेलकम टु ब्याक माई युट्युब च्यानल। आज म हाम्रो घरको बारीमा हल्का काम गर्दैछु। यसमा आज हामी यता खन्ने कार्यक्रम गर्दैछौँ, किनकि यहाँ चाहिँ हामीले खाल्डो खनेर यसमा चाहिँ कफी रोप्नलाई चाहिँ प्लान भइरहेछ। कफीको बिरुवा चाहिँ आउँदैछ, त्यसैले खाल्डा खनेर अगाडि रेडी गरेर राख्नलाई तयारी हो। आजको मेरो यो दिन चाहिँ एक खाल्डा खनेर बित्ला जस्तो छ साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ न? खाल्डा रेडी भइसक्यो धेरै हैन, खाल्डाहरू रेडी हुँदैछ। उतातिर बाँकी छ अरू खन्न। फेरि हेर्नुस्, साना साना खाल्डा, धेरै ठुलो खाल्डाहरू त खन्न सकिएन। यस्तै गाह्रो धेरै। यो चाहिँ हेर्नुहोस् हाम्रो बाटो। म अर्को ठाउँतिर जाँदैछु। चाहिँ खोला पारियो, यो चाहिँ खोला। यतातिर चाहिँ भर्खर खनेको, यो चाहिँ बिहान खनेको, यो पहिलेको, यो चाहिँ भर्खर खनेको। हेर्न सक्नुहुन्छ यहाँ जङ्गलमा एउटा यता छ, अर्को त साइडमा छ, अर्को यहाँ छ, त्यसै अर्को अलि टाढा छ। फेरि सब्सक्राइब गरिदिनु होला अनि सपोर्ट पनि गर्नु होला। अनि बाँकीहरू यसको बाँकी भिडियो चाहिँ पछि आउँदै गर्छ। कसरी रोपेको, रोपिसकेको, त्यसपछि सबै कुराहरू सब्सक्राइब गरेर राख्नु होला, सपोर्ट गर्नु होला। अरू खाल्डा चाहिँ यतातिर छ, माथितिर यतातिर छ। सानो सानो खाल्डा हो, हेर्न 1 फिट गहिरो जति होला, धेरै छैन त्यतिको। त्योभन्दा धेरै खन्नलाई गाह्रो भयो नि, लास्टै हात दुखेछ। ल साथीहरू, आजको भिडियोलाई चाहिँ यतै समाप्त गरौँ। फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ।